नमस्ते अनि हार्दिक स्वागत छ। आज पनि तपाईहरुको साथमा एउटा नयाँ भिडियो र नयाँ अतिथिको साथमा उपस्थित भइसकेको छु। आजको भिडियो एकदमै कर्णालीको छेउछाउमा गजलका शेरहरू, मुक्तकका शेरहरूको साथमा एकदमै रमाइलो हुनेछ। मेरो साथमा को हुनुहुन्छ भन्ने कुरा तपाईले हिजोको भिडियो क्लिप्सबाट देखिसक्नु भएको छ। आज भने उहाँका अछामी गजलका शेरहरू, मुक्तकका शेरहरू सुन्नेछौँ। एकदमै रमाइलो हुनेछ। बाँकी कुराकानी र उहाँको परिचय अब जोड्न चाहन्छु। तपाईलाई स्वागत छ हाम्रो कार्यक्रममा। स्वागत छ एकमत जी स्वागत छ र एकदमै खुसी लाग्यो यो कर्णालीको लेक साइड भेगमा र एकदमै खुसी लाग्यो यस्तो माहौलमा आज जोड्न पाउँदा तपाईहरुसँग र हामीहरुले हिजो पनि एकदमै दमदार भिडियो बनाएका छौं र त्यो भन्दा आज कडा हामी लिएर आउने छु भन्ने पनि मैले आशा छ। अनि के छ एकमत जी? एकदम तपाईको के छ? आराम हुनुहुन्छ? ठीक छ सर, ठीक छ। तर यो मायाले चाहिँ हामी जुर्यो आज यो कर्णालीतिर, म आभारी छु सर है। एकदमै तपाईका हिजोको एउटा मुक्तकको लाइनहरुले अहिले चाहिँ हाम्रा दर्शक साथीहरुलाई चाहिँ अझै पनि रमाइलो गजलीय शेरहरू, मुक्तक शेरहरू अझै अलिकता सुनाऊ भन्ने मलाई लागेर तपाईलाई यो कार्यक्रममा मैले चाहिँ आग्रह गरे। अब चाहिँ पहिलो के छ तपाईको शेरहरू सुन्छौं, त्यसपछि बाँकी कुरा। विशेष गरी चाहिँ अछामीहरू जति पनि हुनुहुन्छ, अछामी बुझ्ने जति पनि मेरो दर्शकहरू हुनुहुन्छ, हिक्मत सरको हुनुहुन्छ, म एकदमै अछामी मान्छे परे के फेरि है। ल यो शेर चाहिँ तपाईहरुको लागि एकदमै। छकाल बासा लाली लाउने कहाँ गया कि होली, छकाल बासा लाली लाउने कहाँ गया कि होली, ओर्की फर्की ज्यान सजाउने कहाँ गया कि होली, छकाल बासा लाली लाउने कहाँ गया कि होली, ओर्की फर्की ज्यान सजाउने कहाँ गया कि होली, आज भोलि त गाउँमा पनि आधा कपडा लाउने, आज भोलि त गाउँमा पनि आधा कपडा लाउने, गुन्नी छाडी जिन्सलाई आउने कहाँ गया कि होली, गुन्नी छाडी जिन्सलाई आउने कहाँ गया कि होली। हिक्मत जी एकदमै कस्तो लाग्यो? बवाल छ। ल यो चाहिँ मुक्तक सुन्यौ है हामीले एउटा। अब अनि के छ मुक्तक बाहेक अरु के लेख्नुहुन्छ तपाईले? मुक्तक बाहेक गजल लेख्छु, नेपाली गजलहरू पनि लेखिन्छ र म आफैमा एउटा एङ्करिङ पनि परे। इन्डियामा पछिल्लो समयमा एङ्करिङ गरिरहेको छु र सँगसँगै गजल मुक्तकहरू, अछामी नेपाली गजलहरूलाई धेरै माया गर्ने पछिल्लो समयमा म तपाईहरुको लागि एउटा मैले एकदमै मेरो प्रख्यात गजल हो। ठीक छ, हामी गजल पनि सुन्छौं र दर्शकलाई पनि सुनाउँछौं। ओके। म औकातमा आए तिम्रो अपमान हुन्छ, म औकातमा आए तिम्रो अपमान हुन्छ, यार म एक मान्छे हो भित्ताको पनि सुन्ने कान हुन्छ। हिक्मतजी एकदमै। म औकातमा आए तिम्रो अपमान हुन्छ, यार म एक मान्छे हो भित्ताको पनि सुन्ने कान हुन्छ, अन्तिम घडीसम्म बस्छु तिम्रो दिलसम्म, अन्तिम घडीसम्म बस्छु तिम्रो दिलसम्म, दुनियाँलाई देखाउने सान हुन्छौ, म औकातमा आए तिम्रो अपमान हुन्छ, म औकातमा आए तिम्रो अपमान हुन्छ, यार म एक मान्छे हुँ भित्ताको पनि सुन्ने कान हुन्छ, जुन दिन पूर्ण हुनेछौ शिखरमा पुग्नेछौ, जुन दिन पूर्ण हुनेछौ शिखरमा पुग्नेछौ, थाहा पाउँछौ आफूमा कति ज्ञान हुन्छ, थाहा पाउँछौ आफूमा कति ज्ञान हुन्छ, म औकातमा आए तिम्रो अपमान हुन्छ, यार म एक मान्छे हुँ भित्ताको पनि सुन्ने कान हुन्छ। हिक्मतजी तिम्रो हुन म लड्न सक्छु दुनियाँसँग, तिम्रो हुन म लड्न सक्छु दुनियाँसँग, प्यार लिएर आउनेछु ठुलो एन हुन्छ, प्यार लिएर आउनेछु ठुलो एन हुन्छ, म औकातमा आए तिम्रो अपमान हुन्छ, यार एक म मान्छे हो भित्ताको पनि सुन्ने कान हुन्छ। वाह वाह वाह, यो एकदमै राम्रो छ। कर्णाली लेखमा आज यो गजलका शेरहरू भन्न पाउँदा हिक्मतजीसँग म आभारी छु। एकदमै रमाइलो लाग्यो तपाईका गजलीय तथा मुक्तकीय शेरहरूले मेरो मन छोयो। अब चाहिँ हामी अलि पेर्मिल गजलहरू, उटपटाङ भनौँ न। ओके, उटपटाङ टाइपको जुन गजलका लाइनहरू सुनेपछि दर्शकहरूले पनि वाह वाह भनेर हाँसो उठोस् आज त्यो टाइपको। आज म त्यही भएर यो मेरो विशेष डायरी लिएर आएको छु एकदमै हिक्मतजीको लागि है। एकदमै त्यो सुन्न चाहन्छौँ हामी। हिक्मतजीको लागि चाहिँ पहिल्यै मेरो मुक्तक छ, मुलाई तुइले छाडी अरे रुपियाँ नहुनाले, मुलाई तुइले छाडी अरे रुपियाँ नहुनाले, कुराकानी माडी अरे रुपियाँ नहुनाले, मुलाई तुइले छाडी अरे रुपियाँ नहुनाले, कुराकानी माडी अरे रुपियाँ नहुनाले, गाडी हुन्न घर हुन्न उइकै जाए पनि बिचारी, गाडी हुन्न घर हुन्न उइकै जाए पनि बिचारी, भिखारी छौ खाडी अरे रुपियाँ नहुनाले, मुलाई तुइले छाडी अरे रुपियाँ नहुनाले। ओहो, पैसा नभयो भने कति गाह्रो हुन्छ, मायामा पनि गाह्रो हुन्छ भन्ने कुरा उहाँको
मुक्तकबाट चाहिँ स्पष्ट छ हैन? स्पष्ट। यो तपाईँको जीवनमा समसामयिक मेल खाएको त होइन नि? यस्तो छ, अब पछिल्लो समयमा प्रेमीहरू त अब धेरै भेटिए, तर यो मेल खानुभन्दा पनि मसँग त मेल खाएन। यदि तपाईँहरूसँग मेल खान्छ भने पक्कै पनि यो चाहिँ अन्यथा नलिनु होला, यो हामीले एउटा रमाइलोको लागि है। ल फेरि अर्को मुक्तक सुनाउँछु म। एकदमै अर्को सुन्न चाहन्छु। नम्बर दिउँला मिसकल गरे फोनहरूलाई, नम्बर दिउँला मिसकल गरे फोनहरूलाई, बम्बई सधैँ जिन्दाबाद फोनहरूलाई। नम्बर दिउँला मिसकल गरे फोनहरूलाई, बम्बई सधैँ जिन्दाबाद फोनहरूलाई, नासो तुसी दिउँला बम्बईवाला आएपछि, नासो तुसी दिउँला बम्बईवाला आएपछि, चिन्ता नमार बिचारी बम्बई सधैँ छ फोन गरुला, चिन्ता नगर बिचारी बम्बई सधैँ चिन्ता फोन गरुला। ल ल ल, मजा लाग्यो, एकदमै रमाइलो लाग्यो। अनि के छ, तपाईँले एकदमै तपाईँका गजलहरू मुक्तकहरू होइन डायरीमा राख्नु भएको छ, केही गजल सङ्ग्रह, गजल सङ्ग्रह केही योजना छ कि तपाईँको? अब पछिल्लो समयमा अब मैले यो डायरीमा त थोरै छन्, इन्डिया उता छन्। अब म अब तपाईँसँग भेट्न पाउँदा धेरै आभारी खुसी पनि छु। र अब नेक्स्ट टाइममा नेपाल आउँदाखेरि चाहिँ म एउटा सङ्घर्ष निकाल्ने भन्ने मेरो विशेष गरी चाहिँ अछामी मुक्तकै हुनेछ। र अछामी मुक्तकको एउटा जुन किताबको नाम हुनेछ अछाम डायरी हुनेछ। अछाम डायरीमा त्यसमा मुक्तक सङ्ग्रहहरू हुनेछ, मुक्तक सङ्ग्रहहरू त्यसमा जति पनि एकदमै हामीले चाहिँ अर्को भेटमा अहिले चाहिँ तपाईँको यो कपीमा रहेका मुक्तकहरू गजलहरू पढ्न पायौँ, सुन्न पायौँ। नेक्स्ट टाइम भेटमा चाहिँ तपाईँको गजल सङ्ग्रह वा मुक्तक सङ्ग्रहको साथमा हाम्रो भेट होस्। तपाईँलाई चाहिँ शुभकामना छ। अन्तिममा जाँदा जाँदै एउटा मुक्तक सुन्छौँ तपाईँको, अनि हामी छुट्टिन्छौँ। तपाईँलाई मनपर्ने मुक्तक? अब मैले त हेर्नुपर्छ फेरि है हिक्मतजी, एकदमै हेर्नुपर्छ, किनभने अब यस्तो अब सबै कुराहरू अब याद हुन्न है। ठिक छ, अन्तिममा एउटा हामी सुन्छौँ, अन्तिममा सुन्छौँ अनि हामी छुट्नेछौँ। आजको भिडियो तपाईँलाई के कस्तो लाग्यो, उहाँका गजलीय शेरहरू मुक्तकीय शेरहरू तपाईँलाई के कस्तो लाग्यो, कृपया हामीलाई कमेन्ट गर्न भने नबिर्सनु होला। अब चाहिँ पछिल्लो समयमा यो पनि एकदमै बवाल दमदार मुक्तको हिक्मतजी है। हजुर। तू चलाए शासन बरु राजा मल्लका जसरी, तू चलाए शासन बरु राजा मल्लका जसरी, म चलाउला जिन्दगी यही बुढिया बल्लका जसरी। वाह वाह वाह। तू चलाए शासन राजा मल्लका जसरी, मु चलाउला जिन्दगी यही बुढिया बल्लका जसरी, तमरा त सरकारले पनि चामल किनी खाँदा अरे हिक्मतजी, तमरा त सरकारले चामल पनि किनी खाँदा अरे, क्या मुखडो हेर्दा यी नेता झल्का जसरी, क्या मुखडो हेर्दा यी नेता झल्का जसरी, तू चलाए शासन बरु राजा मल्लका जसरी, मु चलाउला जिन्दगी यही बुढिया बल्लका जसरी। हिक्मतजी एकदमै उहाँले एकदमै रमाइलो मुक्तक सुनाउनु भयो। जाँदा जाँदै अन्तिममा मैले तपाईँलाई सोध्न छुटाएको, तपाईँलाई भन्न मन परेको केही छ भने हाम्रो दर्शकलाई? जति पनि मेरो गजल र मुक्तक सुन्नुभयो, यदि मनपर्छ भनेपछि नि लाइक कमेन्ट र सेयर पनि गरिदिनु होला है। हिक्मतजीलाई फलो गर्नु होला। हाम्रो यदि युट्युब च्यानल पनि आउँदैछ है, सब्सक्राइब गर्न नभुल्नु होला। र फेरि त्यसपछि नि हिक्मतजीले एकदमै सपोर्ट गरिदिनु भएको छ, म आभारी छु, खुसी छु। नेपालमा आएर एकदमै यो भेटघाटको कारणले हामीहरू भिडियो बनाउनु पर्दा म आभारी छु। र त्यसै गरी हामी फेरि पनि मुक्तक सङ्ग्रह जुन दिन निक्लिन्छ फेरि हामी भेट्नेछौँ हिक्मतजी रेमी। ल हामी यति बेला भन्दै छुटिन्छौँ। हस्त धन्यवाद। धन्यवाद तपाईँको यो समय र यो गजलका शेरहरूको लागि एकदमै धन्यवाद छ। ओके, थ्याङ्क यू सो मच। तर्कजीको यो मुक्तकीय शेरहरू गजलीय शेरसँगै आजको भिडियोबाट छुटिने बेला भइसकेको छ। आजको भिडियो तपाईँलाई के कस्तो लाग्यो कृपया लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला भन्दै नयाँ भिडियोमा नयाँ अतिथिको साथमा उपस्थित हुने नै छु। यो भिडियोबाट छुटिन्छु। नमस्कार।